everyone. Hello. Welcome to our another mukbang video. So guys, आज हामी फेरि नयाँ भिडियो लिएर आइसकेका छौं. अनि आज चाहिँ हामी फेरि सिजर पेपर रक खेल्दै छौं किनभने गोविन्दसँग च्यालेन्ज गेम खेल्दै छौं. च्यालेन्ज गेम. कसले धेरै खान सक्ने है त गेममा जितेर. अनि त्यसपछि त्यही हामीले चाहिँ 10 गेम जति बनाउँछौं भनेर सोचेका छौं. अनि कसले धेरै खाँदो रहेछ पनि काउन्ट गरौँला. अनि त्यसपछि के गर्ने के? कति सेकेन्ड जति राख्ने हामी? सेकेन्ड 20 सेकेन्ड किनभने लास्ट टाइम 15 सेकेन्ड अलिकति थोरै भएको थियो नि त. अनि यो बार चाहिँ त्यही भएर हामी 20 सेकेन्ड राख्ने हैन. सिजर पेपर गर्ने. अनि त्यसपछि 20 सेकेन्ड खान टाइम हुन्छ खानलाई. अनि त्यसपछि कसले खान्छ के हुन्छ हैन. अनि त्यसपछि पानी आइसक्यो. अनि त्यसपछि के रे अनि त्यो 10 गेम पछि चाहिँ हामी सक्यो भने सक्यो, सकेन भने चाहिँ हामी यतिकै नर्मल्ली खान्छौँ. अनि त्यसपछि एन्ड गर्छौँ भिडियो चाहिँ. अनि जसले धेरै खान्छ त्यसले चाहिँ के पनिसमेन्ट के गर्ने हो के हो पनिसमेन्ट हल्का आइफी बच्चाबाट बाहिर बोल्यो हाम्रो अडियन्स ल पनिसमेन्ट पछि सोचौँला नि त. हामी अब यो रिसेन्टली हामीले सोचिहालेको प्लान भएर चाहिँ फेरि पनिसमेन्ट सोचेको छैन. सो गाइज त्यही हो हामीले आज खाँदैछौँ चाहिँ म भनिदिइहाल्छु छिटो चटपटे पिज्जा चिकन पिज्जा. अनि यहाँ छ पर्कको ससेस. अनि यहाँ छ अन्डा 6वटा. अनि यहाँ छ 2x रामेन 3 प्याकेट. सो गाइज अनि हाम्रो यहाँ ड्रिङ्क पनि छ कोला यहाँ चाहिँ छ आइस भित्र. अनि यहाँ चाहिँ छ हाम्रो जिजर हाले. अनि उसले चाहिँ त्यहाँ कोला हाल्छ. म चाहिँ यता हो कस्तो हावा आएको. अनि म चाहिँ यहाँनिर यो आवाज चाहिँ भच्चा आउँछ है. अझ अनि मान्छेहरूले यस्तो गर्छ नि यस्तो गर न. अनि पिउनु क्या यो चाहिँ अप्सनल हो है. यो चाहिँ खाना पाइ. ओके. अनि तर 20 सेकेन्डमा हुने किनभने गेटरिङको त यतिकै खाना पनि पाइन्छ नि त. हामीसँग यो प्लेट पनि छ नपोखोस् भनेर लुगामा. त्यही हो. अनि तिमी अलि केही पनि खाएको छैन भोकै पर्नुपर्छ जस्तो लाग्छ. ल सो गाइज स्टार्ट है त. टाइमर रेडी गर. टाइमर हैन नि बेबे 20 सेकेन्ड खाँदाखेरि चाहिँ हो. यो चाहिँ सकिसकेपछि हो. ओके ल. ओके सिजर पेपर रक. एकछिन लगा टाइमर त्यो हुँदैन त्यसरी. हुँदैन के अरे त्यसरी हुँदैन. यसरी ठिक छ. आवाज आउँछ कि फेरि सुन्न धेरै. 15 सेकेन्ड बनाउनु. 20 सेकेन्ड 20 सेकेन्ड बनाउनु त. केबाट सुरु गरौँ न? स्टार्ट. ल है त. 20 मिनट भयो नि त यहाँ त. तर होइन ठिक छ. यो के भयो 20 मिनट नै भयो त त्यहाँ. तिमीले खाइसक्यो नि त. तिम्रो 10 सेकेन्ड कटिसक्यो. 5 सेकेन्ड कट्यो मेरो. कस्तो बाटो कसरी राख्ने क्या. यता हो त्यसलाई चाहिँ 0 गर्ने हो कि. 20 सेकेन्ड होइन ल. 9 8 7 6 5 4 3 2 1 नाइस. ल आउँदो रहेछ फेरि सुन्दा त अझ काउन्ट गऱ्यो कचोटि भयो भने. यो फर्स्ट भयो. अब सेकेन्ड सिजर पेपर रक. जुन चाहिँ बिहानदेखि पनि खाँदैन त्यसले चाहिँ खान पाएन. ल सिजर पेपर रक. सिजर पेपर रक. सुन्दा तिमी चाहिँ पिरो झट्टा बेस गरेर नखाऊ. पिरो चाहिँ पिरो छ. यो पनि पिरै बनाएको छु मैले. भुजा चाहिँ अलिक कम छ. भन न लास्टमा 5 4 3 स्टप.
त्यो मैले त त्यहाँ हालेको त्यो थप्न पाउँदैन स्टप भएपछि मजा आयो ल Caesar paper rock Caesar paper rock ल सुरु मैले 2 चोटि खाएँ उसले 2 चोटि खायो त्यसरी काउन्ट भने कि 2-2 ब्याडमिन्टनमा गर्छौ नि 3 वाँदे स्टप स्टप ल Caesar paper rock Caesar paper rock के तिमी म अब ल त्यो हावा आएको होला हामी त हेरेको हेरे हामी त हेरेको हेरे Stop पाँच रुपियाँ डेन्जर खान्छ डेन्जर त्यो जिन्जर हाले खाऊ न अनि ठ्याक्क निल्न सजिलो हुन्छ त्यसलाई रेडी हाल्नलाई Caesar paper rock मैले केही पनि गरेँ सरी म चुक्यो Caesar paper rock ल है त अब म पनि रामेन खान्छु किनभने मेरो चाहिँ खाली पेट छ क्या म नाइट सिफ्ट गरेर आएर अब फेरि खाएर फेरि नाइट सिफ्ट गर्न जानुपर्छ त्यही भएर म बिहानदेखि उठेर केही पनि खाँदैन बिहान अघि 11:30 बजी पिउँछेँ त्यसपछि फेरि 2 बजे सुतेँ त्यसपछि अहिले 6 बजी उठेर भिडियो बनाउँदैछु ल Caesar paper rock सुरु कसले जित्यो सुन त जितिरहेको मैले अघि 3 चोटि खाएँ उसले कचोटि भयो 7 चोटि भएन धरेर खाएको यो 8 Caesar paper rock तिमी खाने जस्तो त गर्छौ ल फेरि ल Caesar paper rock Caesar paper rock Caesar paper rock दस ग्राम त थोरै हुँदो रहेछ त्यही पनि केही छैन त्यसपछि हामी नर्मल खान्छौँ नि त ओ अब यो 9 चोटि होइन Caesar paper rock Caesar paper rock Caesar paper rock Caesar paper rock त्यही त नि ल लास्ट नि यो ल Caesar paper rock अब त नर्मल खान पाएँ अब सक्यो अब खान पाएँ सो गाइस मैले हारेँ भसक्कै हारेँ 3 चोटि जितेँ मैले 8 चोटि उसले नै खायो बल्ल परेर हेरेर पछि स्टार्टिङमा सक्यो होइन अब सो गाइस अब हामी नर्मल खान्छौँ तैँले खाने हो रामेन के अरे तैँले खाने हो 1 चम्चा दिउँ फेरि भुत्तुकै मर्छस् लुक यहाँ त यहाँ प्लेट चाहिँ म यहाँ राखेको हुन्छु थोरै मात्रै दिन्छु तब मर्छस् फेरि अन्डा हेरेर बसेको अन्डा कहिले दिन्छ भन्नु ल तर पनि खान्छस् यति मिठो भएको है पिरो नभएको है ठिक्क छ गाइस म चाहिँ यहाँ शरणार्थी पऱ्यो होइन ल ल चेस सो गाइस ल आयो अब हामी नर्मल खान्छौँ मैले हारेँ होइन त्यसपछि फेरि लामो हुन्छ धेरै न गेम खेल्यो भने लास्टमा सबिनासँग त कति लामो थियो
मलाई कतै खानु मन छ भन्ने थाहा छ गाई त्यो चटपटे भनेको यस्तो कुरा हो कि होइन मलाई निन्द्रा आँखा बन्द गर्न लागिसकेको थियो यसो मैले चटपटे देखेँ त्यसपछि म यस्तो दौडेँ म 1 सेकेन्डमै म आइपुगेँ बहुत बुरी है ये चटपटे कि तिमी यो त है तिमीलाई त पिर भएन होला है तिमीले यो किन नखाएको खाँदैन नखाऊ अहिले पेट दियो भने उपिस भएन यस्तो दिन्छु घुमेर एक चम्चा मात्रै हो म 5 रोल खान्छु यसले टुवेक्स खानु सक्दैन कि टुवेक्स खाने बित्तिकै रातभरि फचपाएर बसिरहन्छ रुएर बस्छ उसले रामेन खाने भनेको एक थोपाको झोल खान्छ अनि त चाहिँ यति धेरै हो अनि एक थोपा खाने त्यति मात्रै उसले खाने तर आज अन्डा नपुगेको जस्तो भएको क्या कस्तो मिठो के अरे त्यो मान्ता सिँगान चुहे खाएको थियो नि कस्तो मिठो लाग्यो म त अहिले कति घन्टा अगाडि जम्पिङ खान छोडेको थिएँ खोला टेस्ट गर्ने हो तिमी चिसो तिमीलाई फेरि खाना बनाउँछु है मासु त्यो मासु कसले खान्छ के मिठो लाग्यो आज मैले पिज्जा बनाएको ठिक छ नि ठिकै हिटमा बना भन्नाले हिटिङ पहिला ओभन तात्न दिएर अनि पछि राखेँ कि ठिक्क टाइमसम्म मात्रै न त कहिले पाके हुँदैन थियो सुरुमै राख्यो भने टाइम सकिसक्यो अन्त अलिकति चल्छु थुकिलेर मादल क्रास लिला भन्यो एक गाँठमै सबै ठुलो बाइट कसले हाल्नु सक्नु म त आनन्द त बिजोग बनाएको छु अस्ति पालि
भिडियो हेर्नु भएको छ नि मैले रामेन बनाएको छैन कस्तो अर्कै हुन्छ मैले रामेन बनाएको चाहिँ खै के हुन्छ तिमीले अनि यति त हाल्छ सस अनि सेतो हुन्छ तिम्रो रामेन त्यो सेतो होइन क्या चौधको त टेक्सचर नै राम्रो हुन्छ त्यसरी मैले म बनाउँदिनँ नि आजकल रामेन अस्ति चाहिँ बनाएर खाएको मोमो चाउमिन पुरै मोमो चाउमिन किन म पछाडिको दर्शक हो भाइ म बिना भिडियो वाइटर हुँदैन अहिले पहाडको टर्क चाहिँ आएन मलाई युट्युबमा टर्क चाहिँ आएको मलाई त मैले बोलेपछि दर्शकलाई मेरो आवाज सुनाउनु लाग्छ नि त म तिमी चौधको सबै चटपटी खाऊ न चौधो मात्रै खाएर उसलाई चाहिँ मिलाएर उल्टै हान्छ खाएर नि अन्डा तिम्रो भएको मलाई त अब फेरि होइन 100 पिस एक च्यालेन्ज गर्नु मन लागेको छ 50 पिसमा नै 20 पिस अस्ति 18 मात्रै खाएको थियो मोमो त खाएको हो भाइ तर साँच्ची हेर मलाई फेरि होइन फ्राई मोमो 50 पिस र फ्राई मोमो के अरे सरी स्टिम मोमो 50 पिस गर्नु मन छ हौ खाऊ न 25वटा फ्राई मोमो 25वटा स्टिम मोमो गाई तपाईँहरूलाई त भन्नै बिर्सेँ मोमोको कुरा आउने बित्तिकै गाई अकाउन्टबाट पैसा त अहिलेसम्म ट्रान्सफर राखेर अस्ति मोमो दिएको पैसा यस्तो हुन्छ क्या गाइस मसँग पैसा हुन्जेलसम्म चाहिँ याद हुँदैन होइन अनि पैसा सकिसक्यो ए मलाई पैसा दिनु पर्ने थियो भनेर सम्झन्छ अनि त्यही भएर हो म भिडियोबाट स्किप हुनुको र कारण यो मन्थको लास्टमा चाहिँ सेयर भाइसमा सम्झना मेरो पैसा आउँदैन सम्झना होला त्यही भएर मेन रिजन भनेको भिडियोबाट स्किप हुनुको सही बस बोले म त अटसमा त चल्दैन सक्नु सम्झिँदा तिमीले त्यसको भिडियो हेरेको थिएँ थाहा होइन मैले ट्विटरमा पनि देखाएको थिएँ युट्युबमा पनि देखाएको हामीलाई च्यालेन्ज भनेर माइल दिदी र त्यो बसेर खायो होइन सङ्गीता बहिनी नेपालको त्यसले 4-5 पनि खानु सकेन कि हो र माइल के को दिदी च्यालेन्ज त्यही आयो ए एक च्यालेन्ज माइल दिदी चाहिँ अलिक धेरै खानु भयो होइन त्यसले चाहिँ 4-5 खाएपछि पुग्यो अरे अनि बिचरा ल्याएर पठाएछ अन्डा फेरि नराम्रोसँग हाल्छ नि त भिडियो हेरेपछि तल थाहा पर्छ भिडियो इन गरौँ न त अनि खाउँला सो गाइज हामीले चाहिँ 10 गते सिजर पेपर च्यालेन्ज गऱ्यौँ रमाइलो भयो मैले हारेँ होइन मैले 8 चोटि खायो मैले अनि उसले 4 चोटि खायो मैले 3 चोटि खाएँ अनि त्यसपछि हामी नर्मलै खायौँ त्यो पनि एकदम मिठो भयो एकदम मजा आयो होइन गेममा चाहिँ सो गाइज आई होप यु इन्जोयड हामीले खाएको हेरेर र हाम्रो गेम अनि यदि तपाईँलाई भिडियो राम्रो लाग्यो भने चाहिँ डोन्ट फर्गेट टु लाइक सेयर सब्सक्राइब कमेन्ट अनि मेरो बोली सुनेर पनि तपाईँहरू मग्न मस्त हुनुभयो होला साँच्चै हुनुहुन्छ So guys, see you on our next video. Bye. Bye.